नेपाल एउटा यस्तो देश जहाँ हरेक बालबालिकाको एउटै सपना छ, शिक्षा। तर त्यो सपनासम्म पुग्ने बाटो सबैका लागि एउटै छैन। शहरका यी चम्किला विद्यालयहरू, जहाँ हरेक बिहान पहेँला बसहरूले भविष्यका कर्णधारहरू बोकेर आउँछन्। यहाँका कक्षा कोठाहरू प्रविधिले सजिएका छन्। कम्प्युटर र स्मार्ट बोर्डको माध्यमबाट विद्यार्थीहरू विश्वसँग जोडिएका छन्। खेलकुद, सङ्गीत र कला यहाँ प्रतिभा प्रस्फुटनका लागि पर्याप्त अवसर र स्रोतहरू छन्। तर शहरभन्दा धेरै टाढा अर्कै एउटा संसार छ, जहाँ हाम्रा सामुदायिक विद्यालयहरू स्रोत र साधनको पर्खाइमा छन्। भत्किएका पर्खाल, पुराना बेन्च र रित्ता दराजहरू। यहाँका बालबालिकाका लागि शिक्षा एउटा ठूलो सङ्घर्ष हो। यहाँका विद्यार्थीहरूका लागि विद्यालय जानु कुनै यात्राभन्दा कम छैन। किताबको भारी बोकेर उनीहरू घण्टौं उकाली ओह्राली गर्छन्। कहिले भेलबाढी, कहिले जोखिमपूर्ण पुल। विद्यालय पुग्नु नै उनीहरूका लागि हरेक दिनको एउटा युद्ध जित्नु जस्तै हो। कम वेतन र थोरै स्रोतका बीचमा पनि एकैजना शिक्षकले धेरै कक्षा सम्हाल्दै आशाको दियो बाल्ने प्रयास गरिरहनु भएको छ। शहरको बालक भन्छ, म ठूलो भएर पाइलट बन्छु, मलाई मेरो विद्यालय धेरै मनपर्छ। तर गाउँकी नानीको आँखामा एउटा प्रश्न छ, के मैले पनि उनीहरू जस्तै राम्रो किताब र कम्प्युटर पढ्न पाउँछु? यद्यपि आशा अझै मरेको छैन। केही दुर्गम गाउँमा पनि अहिले प्रविधिको सानो झिल्को पुग्न थालेको छ। जब समुदाय र अभिभावक मिलेर हात अघि बढाउँछन्, तब असम्भव देखिने परिवर्तन पनि सम्भव हुन थाल्छ। शिक्षा शहरको सुविधा मात्र होइन, यो हरेक बालबालिकाको अधिकार हो। जब शिक्षा समान हुन्छ, तब मात्र नेपालको समृद्धि सुरु हुन्छ।